अबको प्रस्तुति लाइन समूहबाट माग। यस नाटकको लेखक हुनुहुन्छ लीलबहादुर छेत्री र निर्देशक हुनुहुन्छ शङ्कर प्रसाद भट्टराई। धन्यवाद। रगतका थोपा थोपाले बन्दछ, त्यसरी नै एउटा नाटक विभिन्न पात्रहरूद्वारा बन्दछ। आज हामी एउटा सामाजिक र यथार्थ नाटक लिएर आएका छौँ जुन प्रत्येक परिवारमा ढिलो या चाँडो देखा पर्दछ। यसका लेखक लीलबहादुर छेत्री हुन्। माग प्रत्येक घर परिवार, समाज, राष्ट्र र विश्वमै उठेको कुरा हो। माग साना साना बच्चाहरूदेखि लिएर ठुला बडाहरूको पनि हुने गर्दछ, तर मात्र फरक फरक। यस एकाङ्की पनि कारखानामा काम गर्ने सामान्य परिवार, मजदुर परिवारको हो। गरिब मजदुर मानवीर जसको जीवनमा घरको कमजोर आर्थिक स्थिति र परिवारका विभिन्न मागले गर्दा अप्ठ्यारो परिस्थिति सृजना हुन्छ। यसका साथै ऊ वर्षौँदेखिको ऋण चुक्ता गर्ने समस्यामा पनि गुज्रिरहेको हुन्छ। बालबालिकाको अनिश्चित भविष्य र जल्दो बल्दो समस्याका साथसाथै पारिवारिक तथा सामाजिक समस्याहरू प्रस्ताउनु यस नाटकको विशेषता हो। अब अरू भूमिका नबादी पात्रहरूको परिचयतर्फ लागौँ, किनकि नाटक आफै बोल्दछ। मानवीरको भूमिकामा सुमन बुढामगर, तुर्कीको भूमिकामा सोनिया ढुङ्गाना, छोरी मन्जुको भूमिकामा प्रणिमा सञ्जेल, छोरा किशोरको भूमिकामा उत्सव पन्थी, बाउन्पाको भूमिकामा सुमन नेपाल, सेक्रेटरीको भूमिकामा प्रमेश ढुङ्गाना, दुधवालाको भूमिकामा उत्सव पन्थी, रोहित सेन, उत्कोशिकाको भूमिकामा म आज्ञा हनाल र म प्रतीक्षा भुषाल। अब प्रस्तुत छ हाम्रो नेपाली एकाङ्की माग। माग। केटाकेटीहरूले लुगा पनि कति बिथोलेको हो कति। अब त छोरी ठुली भई काम सघाइदिएर अलि उचार पाइएर भनेको त उसलाई त बराल सिङ्गी भई ठुल्दै ठिक छ। ल सिटी पनि बज्यो, त्यो नेप्टीले चिया पनि पसाली कि पसालिन? नेप्टी, ए नेप्टी! आमा, मैले तपाईँलाई कतिपल्ट भनिसकेँ मलाई नेप्टी नभन्नुहोस् भनेर, खालि नेप्टी नेप्टी। अन्त के भन्नु तँलाई? महारानी कि सौराकी परी? मेरो नाउँ मन्जु भनेर कतिपल्ट भनिसकेँ, सुन्नु नै हुन्न। कुन पुरै इज्जत जुराए तेरो नाउँ मन्जु? नरनको नाउँ सीता हो, अनि बोलाउने नाउँ नेप्टी। मलाई त यी दुई नाउँ मात्रै थाहा छ बाबै। अन्जु मन्जु म जान्दिनँ। अचेल यस्तै नाउँ चल्छ के, सीता, सावित्री सबै पुरानो जमानाका नाउँ। झन् नेप्टी चेप्टी त तपाईँ जस्तो पेडे आमाहरूले बोलाउनु। आजकल आमा बुबाहरूले आफ्नो छोराछोरीको नाम कति मिठा मिठा राख्छन्, जस्तै अन्जु, मन्जु। ल बाबा, त्यो पल्ला घर गाडी पनि अन्जु भनेर बोलाउँछन् आफ्नो छौरी कुकुनीलाई। त पनि त्यसकै जोडी भइस् मन्जु। जा त्यहाँ पसाल, तेरो बाबा आउने बेला अब सिटी पनि बजिसक्यो। बाले त यसपालिको बोनसको पैसाबाट हार्मोनियम किनिदिन्छु भन्नुभएको छ मलाई। हार्मोनी बजाउनलाई आउला त्यतै राख्नु नि। कस्तो गर्ने यो वर्ष पानी पनि पर्नु बिर्सिसक्यो। वर्ष पनि कति 80 भर्खर घरै बगाउने चाहिँ परेको थियो। पानी पर्दा पनि पिरोले हुन्छ। यस सडकका बाटो हिँड्दै गर्दा हिँडिन सक्नु हुँदैन। ल चिया। यस्तो गर्नु न, कारखानामा काम गर्नु पनि खपिन सक्नु होला। हेर पसिनाले गन्जी पनि भिजेछ। बा, यसपालिको बोनसको पैसाबाट हार्मोनियम किनिदिनु चाहिँ सधैँ अरूको हार्मोनियममा रियाज गर्नुपर्छ। आमा यो कुरा बुझ्नु नै हुन्न, खालि 10 रुपियाँ हालेको मात्र देख्नुहुन्छ।
चाहियो हार्मोनी उसै त काम भनेपछि सिङ्को बाँच्दिन झन् भयो हार्मोनी चाहिँदैन होइन त छोरीलाई किन कसोस गर्छस् छोरीले गीतमा नाम कमाउँदैछ उसै पनि उसको हार्मोनी किन्ने कहिलेदेखिको रहर गीतको मूल्य पनि बुझ्नु पर्यो संसार कहाँ बढिसक्यो ल भो किन चाहियो हार्मोनी हार्मोनीले खाना दिन्छ बरु यस पाइलाको बोनसबाट उता दुधाले गाई किन्नुपर्छ दुध दही खाए जिउमा पोस्त लाग्छ होइन त किन कुरा बुझ्दैनस् गीतको मूल्य पनि बुझ्नु पर्यो ल भयो हार्मोनी चाहिने कुरा गाई चाहिँ नचाहिने कुरा हो त पानी जस्तो आधा लिटर दुध दिँदै थियो त्यो पनि 3 महिनाको पैसा तिरेको छैन भनेर दिन छोड्यो कति दिन रातो चिया पिउनु दुधको बाँकी पनि त तिर्नु छ हुन त हो गाई पनि चाहिने कुरो हो हार्मोनी किनेर उब्रिएछ भने गाईको लागि सोचौँला नि उब्रिन्छ नपाएर बोनस पनि त्यतिका धेर पाउने जस्तो छ फेरि तिरो मिरो केले गर्ने हो होइन यस्तोले न कतिचोटि भनिसके घरमेसी सुन्नु हुँदैन भनेर सिसी आमा म तपाईँलाई कतिचोटि भनिसकेँ मलाई तिग्रे नबन्नुहोस् भनेर बरु गाली गरे पनि राम्रो शब्दले त गाली गर्नुहोस् जस्तै अङ्ग्रेजीमा इडियट फुल भन्नुहोस् भएन भने हिन्दीमा आवारा बेकुफ भन्नुहोस् तर मलाई यस्तो तिग्रे स्वाट बटुवा नबन्नुहोस् प्लिज सुन्नुभयो तपाईँको छोरछोरीका कुरा एउटीलाई नेत्री भनेर बोलाउन नहुने अर्कालाई अङ्ग्रेजीमा गाली गर्नुपर्ने होइन तर कुरै बुझिदिनुहोस् कि क्या हो आजकल जसलाई जे पाइ त्यही भन्न पाइन्छ आफ्नै घरको नोकरलाई त इज्जत साथ बोल्नुपर्छ भने आफ्नै पढे लेखेका छोराछोरी त झन् इज्जत साथ बोल्नु परिहाल्यो नि ल हो मैले जन्माएका छोरीलाई मैले नै केही भन्न नहुने रे टाउकोमा चढाएर राख्नु भएको छ अरे म त यहाँ खुसीको खबर सुन्नु पाएको त कहाँ गयो दङ्गो फसाद सुरु भयो अरे मेरो त मुड नै अफ भयो खुसीको खबर के हो भन न बा जान्नुहुन्छ हाम्रो विद्यालय टिमले वायुपुर दललाई हराएर फाइनलमा प्रवेश गरेको छ पर्सि बारुद दलसँग फाइनल छ त्यो दल त बेकामको छ यसपालिको ट्रफी हाम्रै हुन्छ हिप हिप हुर्रे स्याबास छोरा तैँले पनि मेरो नाम धानेको छस् हो धानेको छ नाउ यसले कोही गीत गाएर नाउ धान्ने कोही खेलेर नाउ धान्ने परन्तु चाहिँ ठिक गरेर नाउ खाने हुनुहुनेहरूले गाउँदा र खेल्दा के फल्छ धान फल्छ कि खोल्नु फल्छ त किन कुरा बुझ्दिनस् आजकल फुटबल खेलाडीको संसारमा कत्रो इज्जत छ संसार कति अघि बढिसक्यो बुझ्नेले पनि बुझ्छन् तैँले के बुझ्छस् खालि धान र कोडोकै चिन्ता हो खेल्दै गाउने नाच्ने बजाउनेलाई त किन धान र कोदोको चिन्ता होस् भकुण्डी र हार्मोनीले नै पेट भरिहाल्छ नि बा जान्नुहुन्छ अस्तिको पालि मैले ह्याट्रिक गरेको थिएँ स्याबास छोरा अरू चेष्टा गर्दै जा योपालि फाइनलमा पनि खुब ट्रिक लगाउने तर बा हेर्नुहोस् सधैँ प्र्याक्टिस गर्नुपर्छ खाली खुट्टा पनि कति खेल्नु फेरि मेरो एउटा जर्सी पनि छैन त्यसैले यसपालिको बोनसले मलाई एउटा फुटबल बुट जर्सी किनिदिनुहोस् न है के भन्छस् योपालिको बोनसको पैसाले त तेरि दिदीले हार्मोनियम किन्छु भन्छ तेरि आमाको दुधालु गाई किन्ने रहेछ पुग्ला त त्यसमै मैले अब खेल्न छाडे पनि भयो बा खाली खुट्टा पनि कति खेल्न सकिन्छ र फेरि फुटबल बुटको दाम धेरै भन्दा पर्दैन नि होइन र हुन त हो फुटबल बुट पनि चाहिने नै कुरा हो यसपालिको बोनसको पैसाले फुटबल बुट पनि किनौँला यसपालि बोनस पनि हरिबट्टा पाइन्छ कि पाउनै पर्छ सबै चिजको माग बढ्दैछ तपाईँहरू पनि आफ्नो बोनस बढाउनु न त्यसको लागि युनियनको तर्फबाट मुभ गरे पनि भइहाल्छ नि नमस्कार है मान्यु नमस्कार बस्नुहोस् न होइन मान्युज्यू नाफा खाने चुटकोसँग पनि खुदको भनेको को हो त 1 वर्ष नै भयो 200 रुपियाँ लानु भएको ब्याज पनि महिना 2 दिनुभयो अनि त सच्चीको छ त बिर्सेको त छैन नि हो नपुगेर मात्रै त भने
जति भाडो उति चुकुरको नै मान्छेलाई जति भयो भने केले पुग्छ पुर्याउनु पो पर्छ इच्छालाई बढाउँदै लगे त कहिले पनि पुग्दैन है भन्दा छोराछोरी बढे यिनीहरूका माग पनि बढे यिनीहरूको इच्छा नपुर्याइ पनि नहुने पुर्यायो भने त झन् कहिले पुग्दै नपुग्ने बरु माथि कात्रो छ लैजानुहोस् न नपुग्योहरू खानुहोस् न आउँछ के छ र बिना साधे राम राम के भन्नुभएको तिर्न त तिर्छु नि हो ढिलो चाँडो मात्रै त हो नि होइन यसपालिको बोनस कटाउनु भएन क्या अरे एक मागले जाडो जाँदैन गाह्रो साह्रो पर्दा मैले चलाइदिनु पर्छ बोनसले खै पुग्याएर योपालि त धेरै सामान किन्नु पर्नेछ ऋण साक्षी आफ्नो थाप्लामा धन साक्षी अर्कामा बोनस पाउँदा नतिरे झन् अघि पछि कताबाट तिर्नुहुन्छ म डराइ धम्काइ गर्नु होइन आफ्नो मान्छे भनेर दिएको बोनस नबिर्सी भने जति समयमा तिरे म फेरि पछि छँदैछु नि खै पाउनु योपालि त्यसै गर्नु पर्ला लौ त म उठेँ पछिको बाटो नि हेर्दै गर्नु होला दुधवालो केटो आएर पलाएको पनि आधा घन्टा भइसक्यो के भनिदिने हो कुनै बोनस पाएपछि पैसा दिला भने पारिँदैन ल म त सक्दिनँ हजुर नै भन्नु ल बस बस म यहाँ बस्न आएको होइन होइन दुधको हिसाब नतिर्यो भने हामीले पनि दुध त्यसै खोलाबाट गएर ल्याउने होइन गाईलाई खुवाउनै पर्छ दुधको पैसा पछि दिउँला नि अब दुध पनि दिन छाडिहाल्यो 3 महिनासम्म हिसाब नतिरेपछि दुध के ल्याउने दिनु पहिला हिसाब दिनुहोस् दुध फेरि लिनुहोस् अब बोनस 2-1 दिनमै आउँछ त्यसपछि सोचौँला नि सोध्ने मात्र होइन जसरी पनि हात लगाइदिनु होला अहिले म हिँडेँ ल म पनि हिँडेँ सेक्रेटरी साहब बस्नुहोस् न बस्नुहोस् के छ मानवीरज्यू हाल खबर के भन्नु र सेक्रेटरी साहब घरमा मागमाथि माग बढेकै छ ऋण पनि उत्तिकै छ बोनस कहिले पाउने हो कति पाउने हो केही टुङ्गी छैन हो हामी मजदुर सबैको उही एउटै समस्या छ माग बढ्यो जिनिसको दाम बढ्यो हाम्रो पनि काम बढ्यो तर हाम्रो दाम बढेन हाम्रो कामबाट कम्पनीले कति नाफा कमाएको छ तर हाम्रो बोनस उही 1 महिनाको दरमाहा सबै कुराको माग बढेको छ तर हाम्रो बोनस बढेको खै कुरा त्यही छ बोनस त्यसै बढ्दैन जसरी तपाईँका छोराछोरीहरूले तपाईँसँग माग राखेका छन् त्यसरी हामीले पनि कम्पनीसित माग राख्नु एकदम ठिक काका मैले पनि यही कुरा बालाई भन्दै थिएँ बोनस बढाउन के गर्नुपर्छ ठिक भन्यो किशोर तिमीले म सबै मजदुरलाई यही जनाउँदै हिँडेको हुँ सुन्नुभयो मानवीरज्यू हामी भोलि नै गएर कम्पनीसित बढ्ता बोनसको माग राख्छौँ बोनस 3 महिनाको तनखा पाउनुपर्छ हामीले कम्पनीले मानेन भने हामी हडताल गर्छौँ हडताल तर हडताल गर्दै होइन त हाम्रो तलबै काटिएला नि अरे मानवीरज्यू हडताल 2 दिन मात्र चलोस् त कम्पनीले आफ्नो बाउको बिहे देख्छ खै सेक्रेटरी साहब म त केही जान्दिनँ हजुरले जे ठिक लाग्छ त्यही गर्नुहोस् म त हजुरकै पछि लागि हिँड्ने त हो लौ काका तपाईहरुसँग सल्लाह गर्दै गर्नु म त यसो खेलकुदतिर लागेँ लौ किशोर खेलकुदलाई पनि त बाँधिदिनु हुँदैन ठिकै छ जाऊ होइन तपाईँहरूले के गर्नुहुन्छ भने बाहिर त नराम्रो हल्ला हल्ला पो सुन्दैछ के गर्ला गर्ला होइन कम्पनीमा ताला लगाएर डाइरेक्टर भर्खरै गाडीमा चढेर भाइ हुन्छ सबैजना त हो र तपाईँलाई कसले भन्नु पण्डितजी बाटाभरि त्यही हल्ला छ सेक्रेटरी साहब यहाँ आउनुहुँदो रहेछ सबैले तपाईँलाई नै खोजिरहेको के भन्नुभएको साँच्चै हो होइन नपचाए बाहिर निस्किनुहोस् न थाहै हाल्छ लौ अब झोला बोकेर एकाएकी भिख माग्ने गए हुन्छ घरमा एक किलो धान छैन जा
त पनि अब जहाँ मुनिले खाना दिन्छ उनी जा। किन अब त्यो दुरानी गाई लौ डुब्नु त डुब्नु टुप्दै डुबेपछि पो मेरो पो सर्वनाश भयो। होस् उसको तिर्नु रहेन छ अर्को दुनियाँमा परत्रल नै राखिएको छ। ए पण्डितजी फेरि म यहाँ छु भनेर बाहिर हल्ला नगर्नु होला नि। बोनसको माग बढाउने भनेर सबैलाई उल्क्याउने हिँड्दै तपाईँ नै हुनुहुन्छ। हडताल गर्ने मनसायले पनि कतै कसैको भलो हुन्छ। ल खाऊ अब सबैले ठुलो माग। सेक्रेटरी साहब, ए सेक्रेटरी साहब, ए सेक्रेटरी साहब, ओ सेक्रेटरी साहब, यति राम्रो नाटक प्रस्तुत गर्नुभएकोमा लायन समूहलाई धेरै धन्यवाद। अबको प्रस्तुति के छ सुर्वी? यसपछिको प्रस्तुति छ कक्षा 9 का विद्यार्थीहरू मिलेर एउटा सुरिलो गीत गाउने र जसको बोल छ हे वीर हिँड अघि। आशा गर्दछौ यस गीतबाट यहाँहरूले भरिपूर्ण मनोरञ्जन लिनुहुनेछ। धन्यवाद। Bye.